Good morning, guys. From Punta Cana. चस्माले कस्तो देखेको भर्खर उठेर टायर्ड हिजो राति ढिलो आइपुग्यो है टायर्ड छौँ अब हामी ब्रेकफास्ट गर्न जान लाग्यो द भ्यू इज भेरी नाइस आज बिहान है अलि देखाइदिनु पर्छ यो गर्मी छ लास्टै गर्मी छ अनुहार पनि सुन्ने छ इट्स माई बर्थडे धन्यवाद सबै फ्यामिलीसँग बोले आशीर्वाद लिए नेपालमा फोन गरेर अब चाहिँ खाजा खान्छौँ है अब देखाउँछु हाउ वी स्पेन्ड हाउ आई स्पेन्ड माई डे बर्थडे आज चुप लाग्यो मसँग रिस नउठा आज मलाई नरुवाऊ ल जाऊँ लेट्स गो तँलाई रुवाउँछस् त मलाई जाऊँ चाबी लिउँ न पानी त पिएकै छैन पानी अब उतै पिउँ जाऊँ फेरि माइने गुटे This is my breakfast look रे झ्याल लाउनु पर्छ होला झ्याल लाउनु पर्छ होला बाहिरको ओ साथी हो घाम लाएर यस्तो छ है तर मलाई चाहिँ भ्यू चाहिँ एकदमै राम्रो लाग्यो है रोयल प्यालेस होटल भन्छ प्यालेस जस्तै रहेछ कि यस्तै सेतो सेतो यसो गर्मी भइरहेको त अब हामी ब्रेकफास्ट जान्छौँ यही हो रुमहरू यस्तो रहेछ कि यता शीतल छ उता गर्मी छ हाम्रो उता बाल्कनीमा है रुम त कति हो कति धेरै छ माएको रुमै रुम रुमै रुम रुमै रुम यस्तो चाडा होटल रहेछ यहाँको म्युजिक भिडियो गर्ने जस्तै छ है अहिले फोटो खिच्ने हो नि त बुढीको फोटो खिच्ने काम हो तेरो होटेलमा बस्ने फोटो खिच्ने बस्ने दामी दामी पठाइदियो ल आज मेरो दुईटा लुक छ बर्थडे लुक एउटा डे लुक एउटा नाइट लुक क्या युज गरेस् यहाँ नि राम्रो आउँछ जस्तो यहाँ पछाडि ब्याकग्राउन्डमा होइन यहाँ यसरी मेरो वाइट ड्रेसमा यताबाट जानु मिल्छ ल यो चाहिँ हाम्रो ब्रेकफास्ट स्पट चस्मा त लाउनै पर्ने रहेछ है यहाँ चाहिँ हामी ब्रेकफास्ट खान आएको कस्तो निलो स्काई के क्या दामी है बाहिर बसेर खाने होला है तर घाममा होइन शीतलमा प्यानकेक खाने हो प्यानकेक रहेछ अरूहरू ब्रेडहरू टन्नै छ यहाँ खाना माछा रहेछ तर हेर्दै कस्तो यो बेकन हो के हो ह्याम ह्याम सालमनहरू रहेछ ब्रेड खानै पर्ने हो म चाहिँ प्यानकेक खान्छु अमलेट बनाउन दिएको मैले चाहिँ है म चाहिँ प्यानकेक खाएको यसको चाहिँ टन्न है अलिअलि हाल्दा हाल्दा धेरै हुन्छ कि यस्तै हुन्छ बुफेटमा है तेरो टी सर्ट र बाहिरको ब्याकग्राउन्ड म्याच भएछ ग्रिन ग्रिन खाऊ न त अब हामी बिचतिर जाँदै हो तर घाम पानी स्यालको बिहा भयो है यस्तो हुन्छ कि बेलुकी मार्दो हुन्छ कि फाउन्टेन त्यो हिन्दी फिल्महरूमा त्यो गाउँको त्यो बस्तीहरू के सब त्यो गुन्डाहरूले उस गरेर कस्तोसँग गर्ने भनेर प्रायः त्यो थ्रिडीमा देखाउँछ नि त्यति हेर्छ न यस्तै देखाउँछ नि थ्रिडीमा है कार्टुन जस्तो छ है 3D जस्तो छ सानो चाहिँ के अरे यहाँ अब होटल बनाउने तिमीहरूको जग्गा जमिन खगेर खान्छ नि त्यो गरिबहरूको कि हजुर हस् सिधै गयो भने होटलबाट चाहिँ ठ्याक्क बिचमा ठोकिन्छ प्राइभेट बिच होइन पुल आउँछ त्यसपछि बिच यहाँ चाहिँ होटलहरूमा चाहिँ आएर बिहान सिट रिजर्भ गर्नुहरू चाहिँ अगाडि अगाडि त्यही त अब अन द वे टु बिच यता 3टा पुल छ है यो चाहिँ मेन पुल रहेछ त्यहाँ बार पनि छ है पुल पनि छ ड्रिङ्क्स खाँदै चिल गर्ने जाने है जाऊँ अब बिच जाऊँ पहिला एकछिन ल यस्तो बल छ यार है पाम ट्रिजहरू सब चिल गरेर बस्छ अगाडि जाऊँ यस्तो दामी देखेको चाहिँ भ्यू पनि त्यो निलो आकाश आँखा हेर्न नसक्ने गाह्रो भएछ तर यही टाइम हो कि बिच आउने टाइम चाहिँ अलिक 12 बजे 1 बजे कति चिसो हुन्छ क्या हामीलाई चाहिँ चिसो हुन्छ यहाँको मान्छेलाई चाहिँ हुँदैन होइन बालुवा कस्तो सेतो कि वाउ आछु चिसो रहेछ
भलिबल खेल्ने हो हामी चस्मा लिएर आउनु पर्ने रहेछ कति र 11:30 कतिमा भलिबल गेम छ है यहाँ चाहिँ डिफ्रेन्ट गेम भइरहेको छ कि है होइन दिउँसो कहाँ 11 भएर पानी चाहिँ खतरा निलो कि है यस्तो खतरा छ फोटो सुटिङहरू पनि भइरहेको छ यस्तोमा पनि फोटो खिच्न राम्रो आउँछ होला यो हामी अर्को होटेल आइपुगे जस्तो लागेको छेउको है रियु त्यही त डिजे बार रहेछ यहाँ चाहिँ सानो सपिङ मल भनौँ न यताको होइन ओला 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 भनेर बोलाएर फार्मेसी रहेछ अनि सोभिनियरहरू त्यस्तो बाहिर जानु नपर्ने है यो चाहिँ हाम्रो होटेल भयो पुन्टा काना आई लभ पाम ट्रिज दिस इज माई फेभरेट फोटो स्पट फर मी यहाँ चाहिँ छाया रहेछ ठिक्क रहेछ जस्तो लाग्यो कि गर्मी छ ठाउँमा है बिचमा खतरा आएको छ नि यस्तो खाले रुख त कहिले नि त्यतिर त यति धेरै पात भएको पङ्खा जस्तै ब्लू म त ठाउँ हेरेर मख छु लन्च टाइम 4 बजीसम्म रहेछ अनि 3 बजिसक्यो हामी चाहिँ खास यो घाँसमा नहिँड्नु भन्छ कि घाँसमा हिँडेको गर्छ बर्थडे बार्बी भइसक्यो हिजो बार्बीको फिल्म हेरेको बाटोमा आउने बेलामा मेरो मैले फेरि चेन्ज भइसक्यो यता चाहिँ पुल पार्टी हुँदैछ पुल पार्टी जाने भनेको अब फोटो खिच्दा ढिलो भइसक्यो यहाँ त बर्थडे सकिन्छ नि त होइन टाइम दिनु पऱ्यो नि त हामी चाहिँ यहाँ खाएर चाहिँ उता जङ्गल पार्टी छ अरे इभेन्ट त्यहाँ जान्छौँ त्यसपछि फेरि बेलुका फेरि डिनर भ्याइ नभ्याइ गाह्रो छ नि ल हामी चाहिँ यहाँ चाहिँ स्टिक हाउस ग्रिलहरू हुँदो रहेछ टक्क अब यहाँ खाएर चाहिँ हामी जान्छौँ भित्र के हुँदो रहेछ देखाउँछौँ म त अब फेरि प्लेट भरिनी भयो क्या होइन अब त धेरै नखाने ठिक्कै एउटा खाने सबैतिर हात नहाल्ने यहाँ फलफुल मात्रै यहाँ चाहिँ फेरि देख्ने बित्तिकै आँखा यता क्या यहाँ त पाउरोटीहरू पो रहेछ त बुढी बर्गरहरू पिज्जा रहेछ यता आउँछ म त खाम यस्तो रहेछ है यहाँ यो नि 2-4वटा माराकुया भित्रको मात्रै खाने रहेछ क्या आलु तिमीलाई के खानु होला यो सबै ग्रिल रहेछ यो चाहिँ खानु सस बङ्गुर ओमाइको बिगार्ने खाऊ मेन चाहिँ सलाद खानुपर्छ है सलाद मेरो चाहिँ यो एउटा स्टिक खाएछु धेरै नखाने कि धेरै खायो आइस है भयो नथप्ने यो बर्थडे लन्च स्टिक हामी चाहिँ ठ्याक्क यहाँ बिचको छेउमा हो यतापट्टि अलि अँध्यारो गर्नु पऱ्यो कस्तो पोस्टर जस्तो देख्ने कि हेर न है ल मेरो डेजर्ट आयो है वाटरमेलन आइसक्रिम केक चाहिँ मेरो बुढालाई मेरो बर्थडे केक थ्याङ्क यू मेरो बर्थडे केक कति साह्रो पक्लेर पनि गरमबाट ए झोल भइसकेको छ खाइहाल मेरो चाहिँ सकिन लागेको छ बटर स्कच रहेछ के कस्तो लाग्यो भेल्ला गरी भएर यस्तो खानु लाग्यो मिक्स होला नि त ल उयो वाटरमेलनसँग डोबेर आउनु आइसक्रिम मिक्स गर न अलिकति कस्तो हुन्छ भन्छ नि मलाई बिहान खाँदा राम्रो छ कि हो बिहान खल्लो पनि रसिलो छ ल मन चाख्छ हामी चाहिँ होटेलको पछाडि हिँडेर छौँ अगाडि जानलाई मेन बाटोमा त्यहाँ नै एउटा फोटो स्पट छ यताबाट जाऊँ भनेको यताबाट शीतल थियो यता घाम छ है अनि त्यहाँ डढेर कालो भइसक्यो वाक्क हिँड्दा हिँड्दा वाक्क झ्याउलाइसक्यो आज म त्यही होटेलमा सस्तो लाग्न है अरू त्यहाँ स्विमिङ पुल कस्तो स्विमिङ गरिरहेछ यहाँ दिइरहेछ आफू यहाँ हिँडेको केही छ बुढीको दिन त अझ एक दिन हिँड्दैन त भोलितिर इच्छा प्राण नै जस्तो भयो के गर्ने केही छ
रुममा गयो भने रुममा अब सुतै गर्नु मन लाग्छ अल्छी हुन्छ त्यसलाई हुन्छ रेस्ट त्यही त ल हामी अगाडि जान्छौँ अनि तपाईँलाई त्यसलाई फेरि फोटो खिचिदिन्छु अनि मान्छेहरू कति खिच्छ भन्छ तर यो आउटफिटमा खिचेकै छैन नि त आज म अहिले तातेर खत्तम भइसक्यो प्लिज धेरै नबढा प्लिज अलिकति बढा चाहिएको नभन कि केटीहरू पुरा बिकिनी सिकिनी लाएर क्या पार्टी जान लाग्छ कि है अनि हामी चाहिँ पार्टी भ्याएर झिलिमिली भएर पार्टी गइरहेको थिएँ हामी पार्टी भ्याएर आएको पार्टी सकेर आएको तर पार्टी नरहेछ क्या कस्तो हुन्छ होला खास वेबसाइट एपमा चाहिँ भोलि हुने पार्टी चाहिँ आज भनेर चेन्ज गरेको थियो स्केड्युल है अनि त्यहाँ गएको आज चाहिँ भने खै के भएछ फेरि अब समथिङ माल फङ्सन भयो सबैजनाहरू त्यही त अनि त्यहीबाट हामी चाहिँ अब फेरि फर्केर होटल जाँदै एकजनाले त भनेको थियो भन्न त चेन्ज बन्द छ भनेर तर हामी नि विश्वास नगरेर गएर आएको त्यो केटीहरू हामीले त अगाडि केटीहरूलाई चाहिँ इन्फर्म गरिसकेको तिनीहरूले पनि यसलाई ठिकै छ हेरेर आउँछु भनेर गयो होला ठिकै छ हेरेर आयो हुन्छ होइन थाक्यो त्यही त गर्मी के वाक्कै ठिकै छ अब गएर कफी खाएर चाहिँ फेरि अब स्विमिङ पुल जानु पऱ्यो अब स्विमिङमा म्युजिक लगाएको छ ढुक्ची यसो गरेर होला होइन आजको दिउँसो त्यस्तो अलिक भएन त्यही त ठिकै छ यो होटेल अगाडिबाट चाहिँ होइन रिउ प्यालेस अब हामी माथि जानु लाग्यो त्यो भनाइन्छ त्यहाँ ए खतरा देख्छ त होटेल त यहाँबाट त है प्यालेस जस्तो देख्छ ए भोलि जाऊँ त भएको यसको नाटक हेर नाटक आज हेर मलाई एकदमै रिस उठाइरहेको छ तर हेर दर्शकबिनहरू म एकदमै कन्ट्रोल गरिरहेको छु मलाई एकदमै रिस उठेछ यो देखेर आज तर आइएम कन्ट्रोलिङ भेरी भेरी मच अनि पाइप खोइ त पाइप ल्याइदिउँ पाइपले खाने हो नि यो सुरु तान्ने हो नि मेरो ग्लास फेरि यस्तो डन्डी छोटो छ पुरा पङ्खाहरू सब चलिरहेछ है यस्तो दामी ठुलो छ हरेक ठुलो हो यसको ब्रान्चहरू पनि जस दामी मेक्सिको अरू कता कता छ है अनि टर्डन चाहिँ ठुलो रहेछ यो गयो भने चाहिँ यसमा इन्क्लुसिभवाला गयो भने चाहिँ बाहिर निस्किनै नपर्दो रहेछ कि समस्या थियो है सिटी जानै नपर्ने यही भित्र सिटी छ छुट्टै दुनियाँ छ यो भित्र आएको त यस्तो बनाइदिएर रहेछ बिचरा होटेलको मान्छेहरूले बर्थडे भनेर यहाँ यस्तो छ के छ यस्तो बनाएर दिएर चाहिँ ह्यान्डमेड पुन्जा खानाको कप बर्थडे गिफ्ट त्यही हो उता चाहिँ मैले आफू अलिकति डेकोरेट गरेको थिएँ यता चाहिँ उनीहरूले गरेको रहेछ थ्याङ्क यू सो मच चाहिँ बार छ तिहार्स रे अनि लन्डन ड्राइजिङ कोड हुन्छ स्प्रेड अफ पड्काछ यस्तो रहेछ यति धेरै पानी हाल्यो हाम्रो चाहिँ बर्थडे सेटअप भइसकेको छ अनि ट्याक्क लगाएर आज बर्थडेको त्यही त तलबाट माथिसम्म वाइट छ अनि ब्याकग्राउन्ड चाहिँ पिङ्क छ है अनि ट्याक्क लगाएर मेरो चाहिँ यस्तो छ टाई लगाएर है तर टाई चाहिँ लाग्दैन हो अहिले मात्रै गरेको कहाँ अन्त फेरि यो पेटभित्र हाल्नु पर्ने कहाँ हाल्ने यो दोस्रोवाला पनि पेट ढुक्क देख्छ है ल जाउँ हामी अब फोटो मात्रै खिच्नु घाम लागिरहेछ हावा चलिरहेछ फेरि हावा चलेछ टेन्सन मात्रै हुन्छ होइन ल पछाडि जाने कि अगाडि जाने अब ल स्पट हो फोटो खिच्ने एउटा यस्तो बल देखेछ माथि चाहिँ है अलि 12 कति 1 बजेको 1 बजेको घाम भयो नि त्यो डाइरेक्ट टाउको माथि छ अनि त्यो अनि एन्टी लाइट परेको छ हाम्रो फोटो खिच्न चाहिँ अलिक अप्ठ्यारो भइरहेको छ तर भिडियोमा चाहिँ बवाल आएको छ माथितिर यतातिर फोटो खिच्दा चाहिँ एन्टी लाइट परेर चाहिँ अलिकति कालो कालो मान्छे चाहिँ कालो आउने सिन चाहिँ बवाल आएको छ क्या going for dinner खाना नि छिर्दैन त्यो उसले पनि बिर्सेछ
डिनर जान लाग्यो हामी है दिनभरि सुते भयो थाकेर लेट्स गो डिनर टु विथ अस दिदा र दुईजना अनुहार सुतेर हाई गरेर खाछ अनि आइपुग्यौँ हाम्रो डिनर स्पटमा यो मेरो केक रे केक बनाएर राख्दै रहेछ है यस्तो छ यो पुरानो भाइब्स टाइप स्टार्टर आयो मसरुम सुप भनेको थियो सुप जस्तै है के हो टेलर मात्रै आयो के अरे प्लेट मात्रै आयो साठी फेरि खाने हो नि त ल ट्राई गर बर्थडे गर्ल अब के छ तिम्रो खाएर तिम्रो स्टार्टर खाएर हेर गोलबाट खाने गोलबाट हो त्यो होइन पाप्रिका होला नि गरे भने ए च्याम्पियन्स चेस गर्नु यो मैले चाहिँ रेड वाइन लिएको कार्बोनारा ह्याप्पी बर्थडे अनि चेस भनेपछि त अनि ह्याप्पी बर्थडे गर्ल यस्तो आज रिसाइरहेछ सुतेको भएछ आज मेरो पनि चाख्नु पऱ्यो नि त यो चाहिँ के रहेछ मिनी रोल के अरे स्प्रिङ रोल जस्तो छ है त्यो ब्रेडमा बेकन ऱ्याप गरेको है ल खाम अब ठिकै छ हाम्रो चाहिँ अब सेकेन्ड राउन्ड आउँछ सेकेन्ड राउन्ड आउँछ खाना त्यसपछि हामी बाहिर सो हेर्न जान्छ त्यस्तो त्यति बेला म आउँछु न मेरो मनबाट त्यही त ओके ल के आयो अरे मेन कोर्स आयो बफेलो थ्याङ्क यू ल फेरि अब के गर्नुपर्छ अरे यसलाई कालो हो त तिम्रो त बिफ फ्री है मेरो चाहिँ के हो यो सधैँ प्लेट मात्रै छ त ठिकै छ अब खानु त्यहाँ चाहिँ प्लेट मात्रै आउँछ कि फेरि मिठो भएन ठिकै छ ठिकै अमिलो अमिलो भयो अरे लाम चाहिँ हामीले त यो दाल भनेको थियो दाल ए दाल मेरो चाहिँ बिफ चाहिँ मिठै रहेछ यो चाहिँ डेको चाहिँ के डेको गर्यो होला दुइटा छेउमा अनि लाम डिजाइन के डेको Happy birthday. Happy birthday to Rafaela. Wish smile, wish. Kata. Wish magen. Wish magen. Magen. Kena. Wish var. मेरो फर्स्ट बर्थडे केक ह्याप्पी बर्थडे फ्रेस जस्तो छ क्या बनाएको ल काटेर अब काटेर यहाँ बाँड मलाई नाक्टिस हाम्रो त यही रहेछ हाम्रो त है दुईवटा रहेछ प्लेट यहाँ बिचमा राख थ्याङ्क यू भेरी मच भोलि नै खाने उता लिएर जाने यहीँ खान्छ नि यिनीहरूले कोहरूले खान्छ नि त कोही गेस्टहरूले हामी अब केक इन्जोय गर्छौँ चम्चा छ गुड अच्छा त
तर यस्तो मिठो रहेछ क्या फ्रेस बनाएको छ क्या के हो मैले नि यत्रो ठुलो दोष गरेको थिएन है तर ठिकै हो नाइस नाइस सबै कुरा आफूले गर्छ उसले मलाई एकदम मनपर्छ ऊ मेरो बुढी सब आफूले गर्छ जस त्यो भएर त अनि यहाँ आएर म बर्थडे बनाउनु मैले साथ दिइरहेको छु त ल प्लिज एउटा केक अर्गनाइज गर्न सकेन आफै गर सोधेर कस्टमर सर्भिसमा यो केक अर्डर गर्नु हो होइन आज त हाम्रो कम्पिटिसन भएको थियो नि त को पहिला जाने रुममा भनेर त्यो भएर म त रुममा आएँ डाइरेक्ट त्यो त पछिसँगै जाने भनेको नि त तब पछि आएछ त ठाउँ चाहिँ यस्तो एस्थेटिक छ क्या यो फ्यान्सी रेस्टुरेन्ट छ Las Vegas night. Las Vegas pugyama. Ok, bueno, y ahora contamos con los caballeros. I was singing what I Pero que digo, pero que no. No me pregunto, ¿qué tienen tus besos? अब हामी रुममा जानु लाग्यो है द्याट्स अल फर टुडे आज चाहिँ ओभरअल रमाइलो भयो प्लानहरू भने सबै चाहिँ भएन हिँडी आइरहेको छ के सम्झिरहेको छु कसले ह्याप्पी बर्थडे भन्नलाई फोन गर्छु भनेर आइरहेको छ होइन त्यो भएर आजको दिन चाहिँ थाक्यो पनि रिल्याक्सिङ भयो अब सुतेको पनि भयो सुतेको भयो हामी त जेट ल्याग लाएर होला सुत्यो है त्यही त भनेको त्यो थाहा अलि पनि खुट्टा दुखिरहेको छ यो डिनर प्लान नभएर चाहिँ हामी भोलि बिहान सुत्यो होला कि तर डिनर बुक गरेको भएर निस्किन पर्यो है म त सुत्दिने विचार थियो कि अल्छी लाग्थ्यो नि किनभने जसले मलाई विस गर्नुहुन्छ धेरै धेरै धन्यवाद पहिले यहीँबाट भिडियोबाट है त्यही त कमेन्टमा लेखिदिनु होला ह्याप्पी बर्थडे भनेर यो वर्षको बर्थडे पनि सक्यो यो वर्ष अब नेक्स्ट इयर चाहिँ बताउँछु र म सकेसम्म चाहिँ एभ्री बर्थडेमा चाहिँ कतै जान ट्राई गर्छु है ओ माई गॉड कहिले घरमा मनाउँदैन नि त बर्थडे बाहिर यस्तै कोरोना पछि हो मैले सुरु गरेको यसरी घुम्नलाई चाहिँ सधैँ त कहाँ पहिला बाहिर कहाँ घुम्दैन नि अनि लेटेस्ट कति वर्ष भयो 4 वर्ष जति भयो होला 4-5 वर्ष भयो घुम्न सुरु गरेको त्यत्रो भयो त्यत्रो त्यही हो रमाइलो छ जिन्दगी यसरी नै रमाइलो गर्दै राख्न पाऊँ जिन्दगीभर भन्ने आशा गरौँ है मलाई राख्न पाऊँ यसकै साथसाथ चाहिँ हामी जान्छौँ रुमतिर धेरै माया हजुरहरूलाई र गुड नाइट दिनुभएकोमा धेरै धन्यवाद र सब्सक्राइब गर्नुहोला सब्सक्राइब प्लिज बाई